यहाँ कुखुरा काट्दैछौँ। यहाँ मेरो दाइ हुनुहुन्छ। सो गाइस, यो अर्चमा युट्युब च्यानलमा अमन आप देख रहे हो अमन भाइको युट्युब च्यानल। यहाँ आज हामी कुखुरा काट्दैछौँ। यहाँ दाइ हुनुहुन्छ सन्दीप दाइ, उता सन्दीप दाइ हुनुहुन्छ, यता रोशन दाइ। आज लोकल भाडा खाने हो क्या आज हेर्नु गाइस। यो हाम्रो सानो भाइ, सानो भाइको छोरो। यो हामी 4 भाइ मिलेर आज कुखुरा काट्दैछौँ। गाइस हेर्नु, घरमै पालेको बिहानीको सुरुवातसँगै आज हामीले कुखुरा काटेर खाँदैछौँ होइन। यहाँ छ खोरमा हेर्नु गाइस, यति धेरै छन् हाम्रो खोर हो यो। यति धेरै छन् गाइस हेर्नु। यस्तो कुखुरा किन्न छ भने कन्ट्याक्ट गर्नु है। कन्ट्याक्ट नम्बर मैले त्यहाँ बायोमा राखिदिएको छु हुन्छु। जति मन लाग्छ लिउन आउनुलाई गाइस। लोकल भाँडेहरू पोथी यस्तै छन्। अब हामीले कुखुरा काट्ने ढिलो नगरिकन अब कुखुरा काट्नेतिर लागौँ। ल गाइस, अब चाहिँ कुखुरा काट्दैछौँ हामीहरूले। ए तेरो एउटा हातमा हेर्न, होस् हात यसले हात हान्ला मैले सिधा हान्। ए एउटा कुखुरो ए राम्रो हान्न ठिक्क तेरो एउटा कुखुरो काट्न नसक्नुले रोशन खै यसो ल गाइस, अब चाहिँ कुखुरो काटिसकेका छौँ है। ए उता भाग रोशन भाग छोडेर भाग के पखेटा घुमाइदिएन दुईटा पखेटा घुमाइदिए के पखेटा दुईटा घुमाइदिए के ए यस्तो घुमाइदिएन पखेटा बेच्दै त कोही पनि जान्दैन भाग्दैन पखेटा घुमाउने हो नि त छेपिन्छ त नि पखेटा घुमाइदिएन यस्तो बटार्दै त दुईटा अमन बटार्दै दुईटा पखेटा अहिले उफ्रिन्छ किन्न यसले काटेको कि के चना के त्यहाँ चटनी बनाउनु भनेको र ल यस्तो काट्न नजान्ने यो कुखुरा काट्न भन्नुहुन्छ दाइहरूले। अब दाइहरूले नकाट्ने र अनि पनि काट्दै अनि त्यस्तो भयो। बवाल है यो यसको कति टार्गेट छ भने त्यसलाई माथि आऊ मासु एकातिर हड्डी एकातिर है। मासु भनेको मासु हुनु पर्यो। कति किलो रहेछ त हुन्छ छैन।